हामी बिदाईको अन्तिम चरणमा छौँ। एकैछिन मैले थोरै बोल्न खोजेँ। आजसम्म यो 3 वर्षको यात्रामा हामीले नजिकबाट आफ्नै सन्तान जस्तै सम्झेर हकार्दै गर्दा कतिपयको मनमा पीडा भएको हुनसक्छ, भाइ बहिनीहरूको मनमा ती सबै कुरा, अनि हामीलाई पनि कहिले जानेर कहिले नजानेर आफ्नै बाबा आमालाई सताए जस्तै गरी सताइरहँदा हजुरहरूलाई हामीले सन्तानकै रूपमा लिँदा र हामीलाई नजिकको गार्जियनको रूपमा लिँदै गर्दा मनमा लागेका सबै तिता मिठाहरू कुराहरू अब यो दीप प्रज्वलनसँगै ती सबै तिता मिठा कुराहरू यही भस्म हौं। ओम स्वाहा। आजदेखि नयाँ उत्साहसहित अब मैदानमा भेट्ने गरी हामी बिदा हुनेछौँ। तपाईहरूको उज्जवल भविष्यको शुभकामना टक्राउन चाहन्छु। हस्, धन्यवाद।